सो गाइस तीन तले झर्न जाने बाटो चाहिँ यहाँ आउने बाटो चाहिँ यताबाट हो हैन। अनि अलिकति काठमाडौँबाट आउँदाखेरि चाहिँ यताबाट हो। अनि उहाँ तल यो घर होटल हो। यहाँनिर खाजासाजा पाइन्छ, खाना पनि पाइन्छ। अनि तपाईँको होमस्टे पनि छ। अनि यहाँ चाहिँ लेखेको छ 3 तले झर्न जाने बाटो चाहिँ यताबाट जाने भनेर। अब बाटो हामी यहाँबाट जान्छौँ है त। टक्क मेरो काँधमा राखेर हात यताउति घिउ देख फुल देख झोलुङ्गे पुल आयो। खोलाले त सबै सत्यानाश गरेको छ है। बाढी आएको त नाङ्गे बाल डेन्जर डान्स। पुरै अफरोड छ गाइस। बाइक चाहिँ गतिले लिएर आउनु होला हैन, नत्र भए तपाईँहरूलाई तनाव हुन सक्छ है। यसरी खोला बिचमा चलाउनु पर्छ भाइ, गाह्रो छ। मोबाइल समाते खस्छ त्यसमा त समातेर मजाले गाह्रो गाह्रो छ बाटो, डेन्जर छ है बाटो त। 2 जना मान्छे तान्न गाह्रै छ, मोटो मोटो मान्छे चाहिँ। मस्त हावा चलिरहेछ ल। डेन्जर हो त। हट बिस्तारी बिस्तारी दाइ, जोसमा नआउनु, बिस्तारी है बिस्तारी। हट झन्डै घारीतिर गएको। खै त यार, त्यो दाइहरू त कहाँ पुग्नु भयो त? हिँडेन दाइ, म हिँड्दै आउँछु। हेर्नु 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 न, अलि एकछिन हेरौँ न, हेर्नु न आउनु। होइन ठिक छ, पुग्दै त पुगेको छन् ऊ केटाहरू। उकालो बाटो स्याहाँ स्याहाँ भयो हुने रहेछ हौ।
तीन तले झर्ना कति टाइम लाग्छ त यहाँबाट? हजुर आधी घन्टा पुग्छ बाइकमा? ए हस् त। सो गाइज यहाँ हेर्न सक्नुहुन्छ दामी छ भ्यू चाहिँ अरबनमा नि। क्रिस्टल क्लियर वाटर। दौडिनु पर्यो अलिअलि वार्मअप गर्नु पर्यो। झन्डै 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 लडेर यार बटारै हुने रहेछ दाइ फेरि। फेरि मेरो त्यस्तो छैन है, चलाउँछु त मैले त्यसरी। झन्डै झन्डै एउटा क्लिप चाहिँ भाइरल होला जस्तो छ है, लड्न लाग्यो। सो गाइस हामी फेरि आफ्नो डेस्टिनेसनतर्फ लाग्दैछौँ। बाटो एकदम अफरोड छ होइन। गाह्रो त्यस्तै होला। गाडी नहिँड्ने बाटो रहेछ है, पुरा घाँस हुँदैछ कि बाटोमा। यस्तो बाटो ल्याउनु पर्यो हा भाइ। यस हिँडेर चाहिँ मजा लाग्यो। टाइम चाहिँ लाग्छ है, बाइकमै आधी घन्टा भनेपछि हिँडेर त लाग्छ होला 1 घन्टा, बेसी नै लाग्छ। रोक्नु लागि यहीँनिर हो क्या, खै कहाँ थियो यस्तो रुखतिर थियो अनि यस्तो छोएर गएको भागेको। बवाल ठुलो ढुङ्गा यार।
खोलै खोला तिरै तिर भनेको जस्तो ठाउँमा आइपुग्यो हामी ओइ 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 पुरै पालै छ हामी फाइनली हामी घरमा आइपुग्यौँ यहाँबाट चाहिँ अलिकति हिँड्नुपर्ने अवस्था ल तपाईँहरूले बाइक यहाँ राखेर टक्क यहाँबाट हिँडेर जाने हो बाढी आएको कारणले चाहिँ यहाँ अब यस्तो होइन ढुङ्गासुङ्गा देखिएको छ धेरै ह्यान्ड लकै गर्नु त बाइक त देखिन्छ त्यहाँबाट पनि तर पनि लकै गर्नु न के फरक पऱ्यो त हामी चाहिँ पल्सर 150 मा आएको होइन अनि मेरो साथी र दाइ चाहिँ युनिकर्नमा हामी युनिकर्नमा आइपुग्यो क्या हामी यो ठाउँ लाग्न अलिक गाह्रै होला त 12 बजी चाहिँ लाग्ला कि सिधा घाम हुन्छ नि त अनि भाग्यमानी हो तपाईँ नि त्यही बाइकमा हो कि अर्कै हो ए अनि यो ढुङ्गा भएको ठाउँमा त पुरै खोलै बग्ने होला है बाढी आएको बेला यो बाटो थियो यो ए सब बगाएको छ अनि लगायत यहाँ पहिला बाटो थियो अरे अहिले हेर्नुहोस् न ढुङ्गा मात्र छ बाटै छैन बाटो नि खोज्नु पर्यो अब तपाईँहरू चाहिँ हस्पतालमा नआउनु होला टक्क प्रिपेयर गरेर आउनु होला है हामीले भ्लग हाल्नुको कारण पनि यही हो गाह्रो नहोस् भन्ने हिसाबले हाल्न लागेको हो नेचुरल स्विमिङ पुल यस्तो छ गाइस बाटोहरू ओइ झन्डै पानी त बवाल चिसो यस्तो चिसो पनि छैन रहेछ अहिले गर्मी छ नि त त्यही भएर होला त्यस्तो चिसो पानी छैन त पानी ठेक्कको छ फरक हुन्छ हो त्यो चाहिँ हो ल जुत्ता चाहिँ गतिले लाएर आउनु पर्ने चाहिँ ढुङ्गा यस्तो छ यार भने भत्किएपछि है अरू त खै बनाएर छु दाइ पहिला अर्कै थियो अहिले यस्तो छ है गाई सही देख्ने क्या झर्ना त गाई देख्न सक्नुहुन्छ यहाँ त्यही हो 3 तले झर्ना काठमाडौँबाट लगभग 3 घन्टा बाइकमा
होइच जय श्रीराम। कहिले खायो अनि खै एउटा फोटो खिचौँ ल्याउ। हजुर भिडियो भयो काट्नु।